हेलो साथीहरु नमस्ते। आई होप सबैजना सन्चै हुनुहुन्छ। म पनि सन्चै छु। आजको मेरो मिनी भ्लगमा सबैजनालाई स्वागत छ। आज चाहिँ म माइती घरमा आएको थिएँ नि त। माइती घरमा आइसकेपछि म चाहिँ बसिरहन्छु। फेरि केही काम गर्न मनै लाग्दैन। आफ्नो घरि आइसकेपछि काम गर्न मन लाग्छ। यता माइती घरमा आइसकेपछि त मलाई त काम गर्नै मन लाग्दैन भनेको सबैजनालाई यस्तो हो कि मलाई मात्र हुन्छ भने उता पापड बनाउँदै चाहिँ बहिनीले चाहिँ मैले चाहिँ एउटा पापड ट्याप्प टिपेर खाइसक्यो हैन। अब बहिनीले चाहिँ खानासाना रेडी गरेर पुरा मलाई पस्किरहेको थिएँ हैन। पस्किसकेपछि फेरि मलाई मही नभए हुँदैन। भातसँग चाहिँ मलाई इम्पोर्टेन्ट मही चाहिन्छ। भातसँग होस् या रोटीसँग होस् दुइटैसँग मलाई मही हुनुपर्छ। मही नभए मलाई खानै मन लाग्दैन। म चाहिँ अब खानाको लागि रेडी भइसकेँ साथीहरु हैन। मैले फेरि आज मुसुरको दाल बनाएको थिएँ कि बहिनीले एकदम मिठो बनाएको थियो। एकदम भन्नुभन्दा पनि मलाई मुसुरको दाल चाहिँ असाध्यै मनपर्छ के। दिउँसोको खाना खाएर फेरि बेलुकाकोतिर भने मैले भिडियो सुट गरेको थिएँ नि त। बेलुकातिर चाहिँ बहिनीले चाहिँ अन्डा लिएर आएछ बजारबाट। फेरि आज दिदी बहिनी अन्डा खाउँ नि त बेलुकाको नास्ता चाहिँ अन्डा खाउँ भनेर अन्डा ल्याएछ। उता अन्डा बनाउँदै गर्दा म चाहिँ गफ गरिरहेको थिएँ नि त बसी अब बहिनी चाहिँ काम गर्ने त बनिसक्यो। भइसकेपछि त केही डर लाग्दैन केही चिन्तै लाग्दैन भने अब माइती घरमा चाहिँ बसी खाना उता अन्डा पकाएर पनि मलाई दिएले खाना लगाएको ल। बाइ बाइ साथीहरु, अर्को भिडियोमा भेटौँला।